कुरा गरेपछि फेरि लामो भएर जाला। म आफैले आफूलाई छोटाउन खोज्दैछु। तपाईँहरूलाई म भक्तपुर राजदरबारतिर लिएर जान्छु। भक्तपुर राजदरबारको एउटा झोकको नाम हो बेकोचुक। त्यो बेकोचुकमा एउटा साह्रै रोचक संवाद चल्छ। पुरोहित र सिमरनगढबाट आएका प्रतिनिधि पात्रको बिचमा चल्ने संवाद ज्यादै रोचक हुन्छ। कुन समय त भन्दाखेरि विजयादशमीको 10औं दिन पायो जात्रा, दशमीको रातमा यो पायो जात्रा महिषासुरमर्दिनी दुर्गा भवानीको स्वर्ण कवच सहितको विजय जुलुस नगर परिक्रमा अथवा देश परिक्रमा गर्ने चलन छ। त्योभन्दा अगाडि तलेजुका पुरोहितले तलेजुको प्रतिमालाई बोकेर बेकोचुकमा आउने बित्तिकै त्यहाँ सिमरनगढबाट तलेजु भवानीको दर्शन पूजन गर्न आएका हौँ भनेर दुईजना प्रतिनिधि पात्रहरू त्यहाँ पुग्छन्। त्यो अर्पणमा तर्सी बिमिरा फल पूजा लिएर त्यहाँ पुग्छ। जम्का हुन्छ। उहाँको बिचमा संवाद चल्छ नेपाल भाषामा। नेवारी छपौँ गना नगर तिमीहरू कहाँबाट? तलेजु भवानी थिए त्यहाँ विजयको दैवन्यमा सीमाङ्कन दर्शन आयो। तलेजु भवानी यसरी देश परिक्रमा गर्ने भन्ने कुरा थाहा पाएर सिमरनगढदेखि हामी दर्शन गर्न आयौँ। खला मुखला खसा उखेयाको चाल चलन नपा हिन्दू चले जो दलाकी मनु दान्छिया गुफा की लाला मनु हो कि होइन? हो भने पहिले जस्तो चलन चलेर आएको छ कि छैन? कुशल मङ्गल छ कि छैन? सबैलाई एक दामको 9 पाथी पाइरहेको छ कि छैन? उनीहरूले उत्तर दिन्छन् सबै कुरा ठिकठाक छ। पहिले जे जस्तो छ त्यो चलेर आएको छ। दान्छिया गुफा किन र एक दामको 9 पाथी पनि पाइरहेकै छ। ल त्यसो भए पूजापाजा गर्न जाऊ। पूजापाजा गर्नु। त्यसो भए तिमीहरू पूजापाजा गर्न जाऊ। अनि त्यो पूजापाजा गर्न गइसकेपछि त्यो स्वर्णद्वारमा पुगेर त्यो दिनको चन्द्रमाको गतिलाई हेरेर तल्लो सहर अथवा माथिल्लो सहर कहाँ घुमाउनु पर्ने हो घुमाएर ल्याउन चलन छ। अब यहाँ दुईवटा कुरा छ। सिमरनगढ ध्वस्त भयो। भक्तपुरमा किन मल्ल राज्य पनि रहे, तर सत्ता सकिँदो रहेछ। संस्कृति गतिशील भएर जीवन्त भइरहनु रहेछ। सत्ता मर्छ, संस्कृति मर्दैन। यसको एउटा उदाहरण पनि हो। अब आदरणीय भुवनेश कुमार प्रधानज्यूले द इम्पोर्टेन्स अफ डान्स इन द क्वालिटिज अफ नेपालमा लेख्नु भएको मलाई सम्झना भयो। मैले त्यो किताब पढेँ। साह्रै प्रिसियस वर्क हो यो। अति अमूल्य पुस्तक हो। मलाई धेरै म बधाई दिन चाहन्छु। त्यो पुस्तकमा सायद विष्णु मल्लको समयमा हो। एक दामको 2 माना चामलको उहाँले उल्लेख गर्नुभएको रहेछ। एक दामको 2 मानाको त्यति बेलाको अहिलेको कस्टमा पर्न आउने चाहिँ 300 राख्नु भएको रहेछ। मैले जुन डाइलग अहिले यहाँ भने चलेर आएको त्यो भन्दा धेरै अगाडिको रहेछ। एक दामको 9 पाथी
एक दानको 9 पाते भनेको धेरै भयो नि, धेरै सत्ययुगको कुरा भयो। एक दाम भनेको कति? 1 पैसाको 4 भागको एक दाम भने एक पैसाको 4 भागको एक भाग हो, होइन त? कस्तो युग रहेछ। र दानको इतिहासमा एउटा मलाई स्मरण हुन आएको कुरा चाहिँ हो। अर्को कुरा, अहिले पनि अब काठमाडौँ भक्तपुरको नेवार लोकजीवनमा चलेर आएको छ कि छैन? किनभने मुद्रै छैन, संस्कृति नै छैन, सामाजिक जीवन पनि छैन, त्योसित मरेर जाँदैछ। जस्तो हाम्रो दिनदिनै पूजा गर्ने एउटा मूर्ति हरायो, कसैले चोरेर लग्यो भने हाम्रो मन रुन्छ। त्यति मात्र होइन, त्योसित हजारौँ वर्षदेखि गाँसिएर आएको हाम्रो संस्कृति पनि सकिजान्छ। संवेदनशील कुरा हो। भक्तपुरमा अहिले पनि अब त्यो मुद्राहरू छैन। मुद्राको धेरै अर्कै जमाना आइसकेको छ अहिले संसारमा। अहिले पनि भन्दाखेरि मलाई अलिकति पैसा उधार देऊ न भनेर भन्यो भने क्षमता बत्ती न भेट्यो, बत्ती तिमीलाई बत्तीले के भन्ने? अब बत्तीको त्यो खस भाषामा के भन्छ? 1 पैसा त धेरै ठुलो भयो। तँलाई त काना कौडी पनि दिनु, क्षमता बदिन बेगो भनेपछि मुद्राको सबभन्दा लोएस्ट युनिट, होइन, सबभन्दा निम्न इकाइ हो त्यो। बत्तीभन्दा अब त छँदै छैन। यी कुराहरू भए। अर्को कुरा, एउटा कुरा राखौँ, यो भक्तपुर राजदरबारको पूर्वपट्टि एउटा ढुङ्गे मन्दिर छ। त्यो ढुङ्गे मन्दिर पुनर्निर्माण गरेर भक्तपुर नगरपालिकाले पुनर्निर्माण गर्दाखेरि जगखण्डबाट 300 भन्दा पनि सायद बढी त्यो दलपुराहरू त्यहाँबाट फेला पर्यो। नगर प्रबन्धजी हाम्रो प्रेम सुवाजी नै हुनुहुन्थ्यो। अनि उहाँले मलाई त्यो अध्ययन गर्न अनुरोध गर्नुभयो। म दौडी गएँ। त्यो जगखण्डबाट मैले आश गरेको थिएँ भक्तपुरको मल्ल राजाको मुद्रा त्यहाँबाट आउनेछ। त्यहाँबाट छामछुम गरेर पुनः कच्चा छामछुम गरेर त्यो कलश, ताम्र कलशलाई दियो। त्यहाँबाट राजा प्रताप मल्लको सुकी मुद्रा, मलाई लाग्छ बिहारी राजकन्या रूपमती, उर्दू अथवा फारसी उसको पनि त्यहाँ छ, शान इलाहा जहाँगीर, त्यो पनि छ। त्यो मोहन मुद्रावाला प्रताप मल्लको मोहन मुद्रा, रानी रूपमतीको सुकी मुद्रा, अनि लेटेस्ट त्यति बेला प्रचलनमा आएको सबभन्दा पछिल्लो नयाँ मुद्राको रूपमा चाहिँ नेपाल सम्बन्ध 794 छ। 794 नै हो। अनि श्री नृपेन्द्र छ। मेरो निष्कर्ष के भने, मैले सोध्दै आएको छु यो भक्तपुरको कुनै राजाले बनाएको होला, 17-18 सेन्चुरीतिरको होला। तर त्यो मन्दिरमा भक्तपुरको राजाको कुनै पनि मुद्रा पाइएन। कान्तिपुरको प्रताप मल्लको जेठो छोरो नृपेन्द्र मल्लको मुद्रा त्यहाँबाट पाइएन। त्यो प्रमाणबाट के एउटा कुरा स्पष्ट हुन आयो त भने नृपेन्द्र मल्लका समकालीन त्यति बेला भक्तपुरमा राजा जितेन्द्र मल्ल शासन गरिरहेका थिए। राजा
चितामित्र मल्लको अनुमति लिएर भर्खर राजनीतिक सम्बन्ध सुध्रिसकेको थियो। प्रताप मल्ल र जगत प्रकाश मल्लको समयमा राजनीतिक सम्बन्ध एकदम बिग्रिसकेको थियो। त्यति बेला भक्तपुरको भाजा पोखरी अनि रानी पोखरीको सम्पदाहरू पनि भत्काएर हनुमान ढोकामा दरबार सजाउन लगेको थियो। सम्बन्ध खराब थियो। दुई तिनचोटि त भयङ्कर आक्रमण पनि गयो भक्तपुरमा श्रीनिवास मल्लसित मिलेर। अनि भर्खर चाहिँ छोराहरूको समयमा चितामित्र मल्ल र नृपेन्द्र मल्लको समयमा त्यो राजनीतिक सम्बन्ध सुदृढ हुँदै गएको त्यो सङ्केत पनि त्यसले दिन्छ। र भक्तपुरको अनुमति लिएर नृपेन्द्र मल्लले त्यो मन्दिर बनाइदिएको रहेछ भन्ने कुरा निश्चित रूपले थाहा पायो। त्यसैले मुद्रा पुरातात्विक महत्त्वको वस्तु हो। मुद्राबाट पनि विभिन्न कालखण्डको विविध पक्षको इतिहास, धर्म, संस्कृति, समाज, सामाजिक जीवन इत्यादिको बारेमा थाहा पाउन सकिँदो रहेछ। मैले अलिकति लामो बोले, माफी चाहन्छु। र अन्त्यमा विमोचन हुन गइरहेको हाम्रो अति महत्त्वपूर्ण द इम्पोर्टेन्स अफ दान इन द क्वाइनेज अफ नेपालका लेखक आदरणीय श्री भुवनेश कुमार प्रधानज्यूलाई म हृदयदेखि नै बधाई दिन चाहन्छु। आज श्री पञ्चमीको दिन सरस्वतीको आशिष उहाँको कलममा जहिले पनि भइरहनु। किताब निकाल्नु चान्चुने कुरा होइन।